देवी प्रपन्नारति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी पाहि विश्वं तमेश्वरी देवी चराचरस्य। आज 2081 चैत्रको 11 गते सोमबार। आजको विचार निर्झरीमा यी आवाजहरू इष्टसँग भएको जुन न्याय छ त्यो न्यायलाई देख्नका निमित्त मैले जुन अग्निलाई साक्षी राखेर जुन श्री बुढी गण्डकी र त्रिशुलीको संगम गौरी शंकर संगम नामको त्यस तीर्थलाई सम्मान दिन जे जस्तो देवालय र तीर्थहरूको संकल्प बुद्धिहरूलाई मैले देखेको छु, त्यो संकल्पलाई एउटा इष्टद्वारा दैवी न्याय मिलोस् र ती अग्निसाक्षी देवालय र तीर्थहरू एउटा सिद्ध शक्तिपीठको रूपमा परिचय पनि पाउन्। किनकि जीवनको अन्तिम सत्यता मृत्यु सुनिश्चित हुनाले यो समाजले नै त्यसलाई संरक्षण गर्ने दायित्व हुनाले त्यसलाई कतै संकल्पको भाव र भावनाहरूलाई कसैले कुल्चने अथवा कसैले त्यसलाई लथालिङ्ग पार्ने प्रयास गरियो भने ती सबै नायकी र नेता बन्न खोज्नेहरूलाई इष्ट त्यस शक्तिले प्रकृतिको दैवी प्रकोपका साथमा अनुशासनमा राखिदियो भने जनसमाजले जनसुर्ती गाउनेछ। प्रति देवालय र तीर्थहरू एउटा सिद्ध शक्तिपीठको रूप प्राप्त पनि गर्नेछन्। यी आवाजहरू एउटा सत्यलाई देख्नका निमित्त, धर्मलाई देख्नका निमित्त जुन वैदिक विज्ञानको अनुसन्धान र खोजको बाटोमा जुन माता तत्त्व चेतन हाम्रो जीवन सत्तासँग सम्बन्ध राख्छ, उनीहरूलाई सम्मान नामको पूजा दिने व्रतका साथमा एउटा विद्याको अभ्यास व्रतका साथमा जाँदै गर्दा मैले मेरा इष्ट ती गौरी र शंकर, ती माता गौरी जुन धरती माताका अंश, ती चेतन देवी छोरीहरू, तिनीहरू प्रकृतिका मूर्ति हुन् र मैले मेरो एउटा एक्लो मागन्ते जीवनको बाटो रोजेको जीवनमा मैले जुन अनुभव गरेँ कि ती चेतन देवी छोरीहरूले दिएको हार्दिक सम्मान, दया र उनीहरूले देखाएको जो सम्मान छ त्यसबाट मेरो जीवन निकै नै प्रभावित भयो र मैले एउटा एक्लो मागन्तीको जीवन बाटो रोजेर जाँदा जुन मेरी आमाका बलिन धारा आँसुहरू थिए, ती बलिन धारा आँसुहरूलाई सम्मान दिनका निमित्त उनीहरूले नै फर्काइदिए। होइन भने मैले हिमालदेखि पारीका हिमाली तीर्थहरू, समुद्रका किनारका ती तीर्थहरू एउटा एक्लो मागन्ते जीवनको बाटो रोजेर त्यहाँ घुम्दै घुम्दै ईश्वरको विचार गरिरहेको थिएँ, ईश्वरको खोज गरिरहेको थिएँ र जहाँ जहाँ पुग्थेँ त्यहाँ त्यहाँ मेरा निमित्त भिक्षा अन्नको आवश्यकता पर्थ्यो र ती स्थान र ठाउँहरूमा तिनै देवी आमाहरूले जुन प्रकारले भिक्षा दिएर सम्मान दिए र जीवन पनि दिए,
आज 59औं वर्षबाट अब बिस्तारै 60 वर्षतर्फ जानका निमित्त जाँदै गर्दा मैले जुन प्रकारले अग्निलाई साक्षी राखेर देवालय र तीर्थहरू संकल्प गरेँ र त्यहाँबाट जुन प्रकारले नेपाली हिन्दू धर्म समाजलाई अनुभव गर्ने अवसरहरू पाएँ, त्यहाँबाट एउटा वैदिक विज्ञानको अनुसन्धान र खोज गर्ने जुन विद्याहरूको अभ्यास गर्ने प्रसङ्ग र वातावरणहरू पाएँ, त्यहाँबाट मलाई के पनि बोध भयो भने कि मैले एउटा एक्लो मागन्ते जीवनको बाटो रोजेको नाताले यो भौतिक शरीर सुनिश्चित छ कि यो प्रकृतिमा लय हुनेछ। त्यसकारणले मैले चेतनको विषयमा नै विचार गर्नुपर्ने हुन्छ र जब म चेतनको विषयमा चिन्तन र विचार गर्न उभिन्छु, त्यहाँ मेरा पूर्वज आत्रेयहरूलाई नै मैले स्मरण गर्छु। यस अर्थमा आत्रेयहरूलाई मैले स्मरण गरिरहेको छु कि वैदिक जगतमा जुन आत्रेयहरूको ऋग्वेदको पञ्चम मण्डल छ, त्यहाँका हाम्रा आत्रेय ऋषि र तिनीहरूले स्तुति गरिएका देवताहरू र ती स्तोत्रहरू वास्तवमा हामीले वैदिक विज्ञानलाई देख्न योग्य स्थितिहरू नै छन्। किनकि मलाई यो गोर्खा राज्य नेपालको हितका लागि, मलाई यो हाम्रो वैदिक सनातन धर्मको संरक्षणका लागि जुन यो राष्ट्रकी राष्ट्रदेवी राजराजेश्वरी गोरखकाली माताका प्रेरणाहरू छन् कि वैदिक विज्ञानको बाटो हुँदै ती चेतन देवी छोरी आमाहरूलाई सम्मान नामको पूजा दिँदै एउटा एक्लो मागन्ते जीवनबाट दैवी सिद्धि प्राप्त गर्न सम्भव छ। त्यसमा पनि उपाध्य ब्राह्मण आत्रेय ऋषि परम्परा, त्यो पनि एउटा परमहंस भिक्षु तीर्थको जीवन बाटो हुनाले अवश्यमेव समय त प्रतीक्षा गर्नु, विद्याको अभ्यास गर्दै रहनु, ती चेतन देवी छोरीहरूलाई सम्मान दिँदै रहनु, समयले प्रकृतिको दैवी सिद्धि योग्यता दिनेछ। त्यति बेला विश्व मानव समुदायले नै गोर्खा राज्य नेपाल वेदको उर्वर भूमि हो भनेर परिचय पनि पाउनेछ र जुन प्रकारको यो राष्ट्रको राष्ट्रिय संकट, धार्मिक, सामाजिक, आर्थिक संकट छ र यहाँ जुन प्रकारको व्यथितिको बहुदलीय राज्य शासन छ, त्यसलाई दूधमा परेको माखु समान प्रकृतिको दैवी सिद्धिका साथमा मिल्गाउनु पर्ने हुनाले ती आफ्ना पूर्वज आत्रेयहरूलाई स्मरण गर्नु र ती चेतन देवी छोरी आमाहरूलाई उनीहरूको गुण, चरित्र, धर्म, व्यवहार, संस्कारहरूलाई बुझेर सम्मान दिनु। अवश्य आफ्ना आत्रेय ऋषिहरूले आफूलाई स्वीकार दिनेछन् र उनीहरूले विद्या पनि दिनेछन्, सिद्धि पनि दिनेछन् र ती इष्ट देवताहरूले अग्नि साक्षी राखिएका देवालय र तीर्थहरूको संरक्षण गर्दै उनीहरूले त्यहाँ एउटा सिद्ध शक्तिपीठको परिचय दिने वातावरण पनि बनाइदिनेछन्। त्यसैले जो कोही पनि अग्नि साक्षी देवालय र तीर्थहरूमा नायिके र नेता बन्नका निमित्त जथाभावी गर्नेहरू छन्, उनीहरूलाई धन्यवाद पनि दिनु, किनकि उनीहरूकै सहयोगले वास्तवमा जुन वैदिक विज्ञानको बुद्धि खुल्न जाँदैछ, जुन आत्रेय ऋषिहरूको परम्पराहरूतर्फ जाने बुद्धिहरू खुल्दैछन् र जुन चेतन देवी छोरीहरू
प्रकृतिका मूर्ति हुन् र उनीहरूको प्रसन्नताबाट नै हामीले सुख पनि पाउँछौं, खुशी पनि पाउँछौं र हामी सफल जीवन पनि देख्न पाउँछौं, किनकि उनीहरू धरतीका अंश हुन् र इष्ट माताका ती सबै प्रतिनिधि पनि हुन्। त्यसैले जो जहाँ जसले जस्तो जस्तो देवालयहरूमा दोष लाग्ने कार्यहरू गर्नेछन् त्यसबाट एउटा विज्ञान खुल्नेछ कि इष्टसँग दैवी सिद्धि र शक्ति छ। त्यो सिद्धि र शक्तिले नै ती देवालय र तीर्थहरू सिद्ध शक्तिपीठ पनि हुनेछन्। त्यसैले भौतिक जगतलाई देख्ने होइन, चेतन जगतलाई नै विचार गर्नु। आफ्ना पूर्वज आत्रीय ऋषिहरू र तिनद्वारा जुन संकेत गरिएका शिक्षाहरू, वैदिक शास्त्रहरूलाई नै विचार गर्नु। उनीहरूले सांकेतिक शिक्षाहरू दिएका छन् र आफूले अनुसन्धान र खोज गरेर आफ्नो जीवनमा देख्ने प्रयास गर्नु। अल्छी र लोभीको संगत नगर्नु, परिश्रमी हुनु र चेतनलाई नै विशेष रूपले विचार गर्नु। सिद्धहरूको परम्परामा आत्रीयहरूका सिद्धहरूलाई स्मरण गरियो भने ती देवी कुन्ती, ती देवी सीता, यस्तै यस्तै जो कोही पनि देवीहरूले आत्रीय ऋषिहरूको वंश परम्परामा आएको भन्ने सुन्दा बित्तिकै अत्यन्त प्रसन्न हुने गर्दछन्। यो शास्त्रीय मत हो, त्यसलाई आफैले अनुभव गरेर देख्ने र बुझ्ने पनि गर र धेरै अरूका कुराहरूमा झुक्ने नगर्नु, किनकि आफूले त अग्निलाई साक्षी राखेर देवालय र तीर्थहरू संकल्प गरिएका नाताले इष्ट मातालाई लागिरहेको छ कि ती देवालय र तीर्थहरू एउटा सिद्ध शक्तिपीठको परिचय पाउन्। त्यसका लागि त उनीहरूको जुन नायिके र नेता बन्ने प्रवृत्तिहरू छन् त्यो कहाँ पुगेर धोखा खानेछ र त्यो कहाँ पुगेर जन समाजले बुझ्नेछ र जनसुर्ती गाउन थाल्नेछ कि उस साधुले बोल्ने गर्थ्यो र त्यो साधुले आफ्नो अत्यन्त कडा भाषामा बोल्ने गर्थ्यो र त्यो वास्तवमा सत्य नै रहेछ र ऊ एउटा एक्लो मागन्ते जीवनको बाटो रोजे पनि उसले समाजसँग मागेको थिएन। उसले त आफ्नै इष्ट मातासँग जुन आवश्यक परेका विषयहरू तीर्थमा पुगेर तीर्थलाई साक्षी राखेर माग्ने गर्थ्यो र उसले विद्यालाई नै मागेको थियो। उसले त चेतन सत्तालाई नै बुझ्न खोजिरहेको थियो र उसले त वैदिक विज्ञानको बाटोलाई नै एउटा सफल र सार्थक पारेर देख्न खोजिरहेको थियो र उसले जनसमाजको बहुल संख्या खोजेको थिएन। उसले गुणलाई चिन्ने एउटा परमहंस भिक्षु तीर्थको जीवन पाएको थियो र ऊ एउटा आत्रीय ऋषिहरूको वंश नस्लमा उपाध्य ब्राह्मण हुने नाताले उसको बुद्धि सदैव ईश्वरप्रति नै निष्ठा थियो र आफ्ना इष्टहरूलाई सम्मान दिन जान्दथ्यो र उसले कहिले पनि कसैलाई पनि मानव जातिलाई सम्मान दिएर उनीहरूद्वारा सुखी र खुशी हुन चाहेन। उसले त इष्ट मातालाई सम्मान दिएर प्रकृतिको दैवी सिद्धि र शक्ति प्राप्त गर्ने बाटो नै रोजिरहेको थियो भन्ने इतिहासलाई भोलि कसैले बुझ्न खोज्यो भने त्यसलाई म आफैले नै अन्तरिक्षमा यी यन्त्रहरूद्वारा प्रक्षेपण गरेर राखिदिएको छु। तपाईका यन्त्रहरूमा आयो भने बुझ्नुहोला, किनकि हामीले यो राष्ट्रको हितका लागि
हामीले हाम्रो जीवन जगत र यो समस्त विश्व ब्रह्माण्डको विषयमा कोही पनि अन्धविश्वासतर्फ जान नपरोस् र ती हाम्रा पूर्वज ऋषि र शास्त्रहरूका विचारहरूलाई ती केवल शिक्षा सांकेतिक भाषाहरू मात्र हुन् भनेर बुझुन् र आफैमा त्यो चेतन सत्तालाई देख्ने प्रयास गरून् भन्दै अहिले ती समस्त देवी छोरीहरूका व्रत हातमा नतमस्तक शिर झुकाउँदै म मेरा आवाजहरूलाई यस श्री बुढी गण्डकी र त्रिशुलीको संगम गौरी शंकर संगम नामको तीर्थ जुन गोर्खातर्फको गौरी घाटबाट यी आवाजहरू पठाइरहेको छु भन्दै यतै बाणी राख्छु। देवी प्रपन्नार तिहरे प्रसिद्ध प्रसिद्ध मातर जगतो खेलास्य प्रसिद्ध विश्वेश्वरी पाई विषम तमेश्वरीले विचराचरस्य। हस्, धन्यवाद।